गाई त बाँड्यो ढुङ्ग्रोमा मै छैन गरिबको चमेली बोलिदिने कोही छैन। विराटनगर महानगरपालिका 4 स्थित सुकुम्बासी नहर टोलका 55 घरधुरी बासिन्दाले आज नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको भवनमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई वैकल्पिक विस्थापन घर खाली गराउन खोजिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। अचानक त्यहाँ उठाउन आयो जस्तो सिडिओ सहित अरू महानगरका पुलिसहरू हैन। पत्रकार सम्मेलनमा बोल्दै सुकुम्बासी प्रतिनिधिहरूले आफू विक्रम सम्वत 2020 सालदेखि उक्त स्थानमा निरन्तर बसोबास गर्दै आएको दावी गरे। हामी 2020 सालदेखि 20-22 सालदेखि बस्दै आएको छौँ। त्यहाँ लगभग 3 पुस्ता 4 पुस्ता भइसक्यो। उनीहरूको अनुसार दशकौंदेखि बसोबास गर्दै आएको स्थानबाट कुनै आधिकारिक लिखित सूचना नदिई विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय मोरङले पटक पटक मौखिक रूपमा घर खाली गर्न दबाब तथा धम्की दिँदै आएको छ। सुकुम्बासीहरूले अहिले असार साउनको वर्षायाममा आफूहरूलाई हटाउने प्रयासले परिवारहरू थप चिन्तित र पीडित बनेको बताएका छन्। उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट तत्काल हटाइए आफूहरू खुल्ला आकाशमुनि बस्न बाध्य हुने अवस्था सिर्जना हुने भन्दै राज्यले मानवीय संवेदनशीलता अपनाउनु पर्ने माग गरेका छन्। प्रधानमन्त्रीलाई हामी के भन्नु, हामीलाई व्यवस्थित गरिदियोस्, हामीलाई अरू केही पनि चाहिँदैन। पत्रकार सम्मेलनमा उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा आफूहरूको समस्या राख्न जाँदा प्रमुख जिल्ला अधिकारीबाट पनि धम्कीपूर्ण अभिव्यक्ति आएको आरोप लगाए। सिडिओले तपाईहरु 15 गतेसम्म हट भन्नुभएको छ कि हामीले सिडिओले एउटा नोटिस पनि जारी गरेको छैन भने त हामी त त्रसित भयो नि त यहाँनिर। सुकुम्बासीहरूको दाबी अनुसार प्रमुख जिल्ला अधिकारीले तपाईहरुले अटेर गर्नुभयो भने र मैले चाहे भने तपाईहरुको नागरिकता खारेज गर्न र 7 वर्षसम्म जेल हाल्न सक्छु भन्ने आशयको अभिव्यक्ति दिएको बताएका छन्। यस आरोप बारे भने जिल्ला प्रशासन कार्यालय मोरङको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन, त्यसैले उक्त आरोप सुकुम्बासी पक्षको दाबीको रूपमा रहेको छ। सुकुम्बासीहरूले आफूहरू बसोबास, जीविकोपार्जन र आधारभूत मानव अधिकारको संरक्षण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूले दीर्घकालीन रूपमा बसोबासको उचित व्यवस्थापन, कानुनी प्रक्रिया र वैकल्पिक आवासको सुनिश्चितता मात्र कुनै निर्णय लिनुपर्ने बताएका छन्। पत्रकार सम्मेलन मार्फत उनीहरूले स्पष्ट रूपमा वैकल्पिक बसोबासको व्यवस्था नगरी कुनै पनि अवस्थामा आफूहरूलाई बसिरहेको स्थान नछाड्ने चेतावनी दिएका छन्। उनीहरूले सरकार र स्थानीय तहलाई वार्ता तथा संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्दै बल प्रयोग वा दबावका माध्यमबाट हटाउने प्रयास नगर्न अनुरोध गरेका छन्।